भनेर मुद्दा हाल्ने। हालोस् जे अंश मेरो जहाँ जहाँ भेट्छ, मेरो अंश जहाँ पाउँछ त्यहाँ सबै लग, जे पाउँछ त्यो लग। नभए यस्तो पनि लेख्नु कागजपत्रमा, यो यसको 1 किडनी मलाई चाहियो भनेर पनि लेख्नु। अरू के बाँकी छ दिन सबै लेख्नु। के बाँकी छुट्यो कि अब के लिने त अब मबाट, त्यो सबै लेख्नु। जे छ सबै लगेर जानु। पैसा जति सबै लगेर पहिला अब मैले के मसँग मेरो त अदालतमा जाने हैसियत नै छैन। मसँग 1 रुपियाँ नै छैन। यहाँबाट गाउँ जाने भाडा छैन मसँग। उस्तै त म ब्याज तिर्छु ब्याङ्कमा, टाइममा उसैको गएको ब्याज। अहिले त्यही माथिमा मलाई पैसा तिर्नुपर्छ भनेर उल्टै म माथि अंश दाबी मुद्दा। मलाई चाहिँदैन केही पनि, मलाई मान्छे पनि चाहिँदैन, मलाई अंश नि जे गर्न मन लाग्छ गरे हुन्छ। मेरो अंश कहाँ छ के छ सबै लगोस्। यो मेरो आमा बाउको पैसा थियो, ठिक छ, मैले आमा बाउलाई सम्झाएर यसो भन्छ हाम्रै भविष्यको लागि लगाएको थिएँ, त्यो म माथि धोका भयो, ठिक छ, त्यो पनि लगोस्। मलाई त्यो पैसा पनि चाहिँदैन, मलाई मान्छे पनि चाहिँदैन। हामीहरू बरु एक छाक खाउँला, तर यस्तो मान्छे चाहिँदैन। यस्तो मान्छे अरूको लाइफमा पनि नपरोस्, कसैको लाइफमा नपरोस् यो मान्छे। कसैको लाइफमा नपरोस् यस्तो मान्छे, प्लिज। मलाई अब अति नै गाह्रो बनाइसक्यो यो बाउ छोरीले। मसँग 1 रुपियाँ पनि छैन लड्नको लागि। मैले कहाँबाट ल्याउने अब यसलाई लड्नको लागि? अदालतमा उभिने मेरो हैसियत छैन। अदालतले नै निर्णय जे सुकै गरोस् गरिदियोस्, ठिक छ। यदि केही हुन्छ भने पनि चारजना छु घरको, मम्मी बुवा म भाइ, सबैलाई लगोस्। यति गाह्रो भइसक्यो कि मलाई आफ्नो तनाव छुट्टै छ, यसले दिएको तनाव छुट्टै छ। म पनि एउटा स्टुडेन्ट हो, मैले कहाँबाट पैसा ल्याउँछु? म पनि पढिरहेको छु कलेजमा, मैले पनि फी तिर्न सकेको छैन। नेक्स्ट मन्थ मेरो इक्जाम छ, बोर्ड इक्जाम छ। मैले पढ्ने कि योसँग लड्ने कि आफ्नो आमा बाउलाई सम्झाउने कि आफूलाई सम्झाउने कि मैले के गर्ने? मैले कहाँ जाने? मैले बाँच्न पाउने कि नपाउने यति भनिदियोस्। मलाई मार्छ भने पनि मेरो 4 जनालाई मारिदियोस् के। मलाई धेरै गाह्रो भइसक्यो। प्लिज सबैले मलाई सहयोग गर्न सक्नुहुन्छ भने, मैले कानुन बुझेको छैन, म कानुनको विद्यार्थी होइन। कसैले कानुन बुझेको छ भने प्लिज मलाई सहयोग गरिदिनु होला। मसँग कानुन, मलाई लयर हायर गर्ने मैले भन्दैछु कि मसँग 1 रुपियाँ पनि छैन। सक्नुहुन्छ भने सबै नेपालीले आफ्नो तर्फबाट मलाई सहयोग गरिदिनु होला। मेरो जिन्दगी त बिग्रियो। हजुरहरूले कसैलाई पनि विदेश पठाउनु भन्दा अगाडि 10 चोटि